हेलो एभ्रिवान, सबैजनालाई फेरि पनि स्वागत छ हाम्रो स्टोरको स्टकहरू तपाईहरुलाई देखाउनेछौँ। अहिले हामीसँग यहाँनिर चाहिँ प्लान्टहरू एभाइलेबल छ है। सबै लोटेक प्लान्ट हो। हामीलाई पर पटको हामीलाई त्यही 100 रुपैयाँ पर्न आउँछ। यो ब्ल्याक कलरको पटमा भएको चाहिँ 150 पर्न आउँछ। अनि यो सनसेट है, हाइग्रोफिला, यो चाहिँ हामीलाई 400 पर्छ है। अहिले म तपाईलाई एकछिनमा यसको अर्को पनि देखाउने छु जसको चाहिँ कलर आइसकेको छ हैन। अनि यहाँनिर हामीसँग मोलीहरू छ है, डाल्मेसियन मोलीहरू छ। त्यही पेयरको हामीलाई 150 पर्न आउँछ है। यो चाहिँ एडल्ट साइज हो, सबैजना सबै एडल्ट नै छ। त्यस पछाडि हामीसँग यहाँनिर बम्बल बी गोबी छ। यो चाहिँ प्लान्टेडमा राख्नु मिल्छ है। तपाईँको यसको पेयरको हामीलाई 400 पर्छ, पिसको 200 मा हामीले सेल गरिरहेको छौँ है। थोरै मात्र बाँकी छ, चाहिँ अब यहाँ सकिसक्यो, यहाँ धेरै थियो। हामीसँग अर्को कार्डिनल टेट्रा छ। नियोन टेट्रा भन्दा कार्डिनल टेट्रा चाहिँ अलिकति स्ट्रङ पनि हुन्छ, अलिक बढी ठुलो पनि हुन्छ है। सो यो पनि हामीसँग एभाइलेबल छ। यसको हामीलाई पिसको 125 मा हामीले सेल गरिरहेको छौँ है। कार्डिनल टेट्रा है। बम्बल बी गोबी यहाँ देख्न सक्नुहुन्छ। यो ग्लासमा पनि पुरा एट्याच भएर बस्छ कि जुस है। अनि अर्को हामीसँग यहाँनिर पान्डा ओरान्डाहरू छ। यो पिसको हामीले 300 मा दिइरहेछौँ, पर पिसको 300। अनि यो एब्लोक ओरान्डा पिसको 600, अर्को ओरान्डाहरू पिसको 200 मा दिइरहेछौँ। अनि हामीसँग आरटिसी छ है। आरटिसी चाहिँ हामीसँग एकदमै क्वान्टिटीमा छ, पर पिसको 300 मा है। फेरि पनि पर पिसको 300 मा आइसकेको छ आरटिसी। टन्नै छ, देख्न सक्नुहुन्छ है। गोल्फीसँग किन राखेँ भन्नु होला, यो साइजमा त बस्छ है। अनि यहाँ माथि चाहिँ हामीसँग गप्पीहरू छ है। पर पिसको 25 रुपिस मात्र है। साइज हेरेर है, कुनै ठुलो छ भनेदेखिमा चाहिँ 50 रुपिस छ। जस्तै यो ब्रिडेबल साइजमा बच्चा पाउनु लागेको छ हैन, यो चाहिँ 50 रुपिस हो पर पिसको। पुरै फ्राई लोडेड छ है। अनि त्यस पछाडि हामीसँग अरू भनेको चाहिँ क्रेफिसहरू पनि आइसकेको छ है। क्रेफिसहरू 500 छ पिसको है। अनि यो लुडविगिया सुपर रेड है। यो चाहिँ हामीलाई पटको 450 पर्छ है। जेब्राहरू त्यही 25 रुपिस पर पिस। अनि हामीसँग अरू अहिले प्ल्याकेटमा निमो क्यान्डीमा छ है। यो चाहिँ हामीलाई पर पिसको 600 मा हामीले दिइरहेछौँ। तपाईँले क्वालिटी देख्न सक्नुहुन्छ है। ओन्ली रुपिस 600 है। राम्रो राम्रो छ। पछाडिपट्टि पनि छ है प्लाकेट, एकदमै जाइन्ट साइजमा छ है। अनि त्यहाँबाट हामीसँग यहाँनिर सोटेलहरू छ। यहाँ अर्को हामीसँग पान्डा कोरी पनि छ है। यसको चाहिँ हामीले पर पिसको 175 मा दिइरहेछौँ। अनि अघि नै मैले भनेको चाहिँ यही हो है प्लान्ट। यसको हेर्नुहोस् त, त्यो लिफमा कस्तो राम्रो कलरेसन, सनसेट है। अनि कस्तो राम्रो कलरेसन छ। यही हो। पटको हामीले 400 दिइरहेछौँ। सो अरू हामीसँग यहाँनिर रेड लिली गुरामी पनि आइसकेको छ। प्लान्टेडको लागि एकदम राम्रो हुन्छ, बेस्ट हुन्छ है। यो पर पिसको हामीले 200 दिइरहेछौँ। प्लाटीहरू पनि छ मिक्समा, टक्सेटो प्लाटी, यहाँ फ्लावर हुन्छ है। मिक्स भिडियोहरू पनि छ हामीसँग अहिले। यो एन्जल ठुलो साइजको छ है, ब्रिड गर्न लागेको छ। यो चाहिँ हामीले पर पिसको 200 मा दिइरहेछौँ है। कोही एन्जल ओन्ली रुपिस 200 पर पिस। ब्रिडको लागि रेडी भइरहेछ। यहाँनिर चाहिँ हाम्रो प्लान्टेड सेटअप छ।
र यहाँनिर चाहिँ हामीले स्ट्रिम्पहरू राखेको छौँ। यहाँनिर सेलेस्टियल पर्ल ड्यानियल पनि छ है हाम्रो, तपाईँले देख्न सक्नुहुन्छ त्यो पछाडि छ। अलिकति यो साइन नेचरको हुन्छ, अलिकति लुक छ है। सेलेस्टियल पर्ल ड्यानियल छ। अनि हामीसँग एनुबियस बार्टेडीहरू पनि छ है। यहाँनिर हाम्रो एउटा एचएमपीके एलिफेन्ट इयर छ बेटा। अनि यहाँ हामीसँग रमिनोस टेट्राहरू छ। स्कुलिङ एकदमै राम्रो गर्छ। र मोलीहरू छ यहाँ है। यो मोली चाहिँ हामीले पर पिसको 25 मा दिइरहेछौँ है। पिसको 25 मात्र है। ब्ल्याक मस्काउ छ। यो साइजको चाहिँ ब्ल्याक मस्काउ हामीले पियरको चाहिँ 150 मा दिइरहेछौँ। अनि बेटाहरूसँग हामीसँग दामी दामी खालको बेटाहरू छ है। 500 जाने 400 जानेहरू पनि छ। क्वालिटी हेरेर है। हाफ मुनमा एकदमै दामी दामी छ बेटाहरू चाहिँ। एकदमै राम्रो बेटाहरू छ। बेटाहरू एकदम दामी दामी छानी छानी आएर लान सक्नुहुन्छ है त। बेटाको चाहिँ एकदम दामी स्टक आएको छ। सो हामीसँग यहाँनिर क्रेफिस पनि छ है। ब्लूमा छ क्रेफिस। अनि पोलर प्यारेटको ब्रिडिङ पेयरहरू छ। अनि यहाँनिर छ हाम्रो बेटाहरू पनि हाफ मुनको। हामीसँग यस्तो बेटाको लागि यो ट्याङ्क पनि हामीले बनाएको छौँ है। यो ट्याङ्क चाहिँ हामीले 350 मा दिइरहेको छौँ है। 350 मात्र यो ट्याङ्कको। तपाईँले यसमा बेटा एउटा सिङ्गल पाल्न सक्नुहुन्छ। यहाँ हामीसँग एउटा बेटा छ। मरिन जस्तो छ यो चाहिँ, क्लाउन फिस जस्तो छ। यो चाहिँ बुक भइसक्यो तर। सो गाइज अहिले हाम्रो स्टकमा यति नै आइसकेको छ। अनि कतिवटा चाहिँ सोल्ड आउट भइसक्यो। सो तपाईँहरू भिजिट गर्न सक्नुहुन्छ। अनि केही अरू कुनै पनि स्टकहरू तपाईँलाई चाहिन्छ भनेदेखिमा डिएम गर्नु होला। हामी तपाईँलाई एभाइलेबल गरिदिन सक्छौँ। अहिले हामीसँग भएको चाहिँ यिनीहरू छ। र बाहिर ट्याङ्कमा चाहिँ हामीसँग यो सर्ट बडी फ्लावरहरू पनि छ है। यहाँ मैले देखाउनु बिर्सेछु। सर्ट बडी फ्लावरहरू छ। डलर पनि छ। फायर माउथ छ। अनि कोही कार्पहरू भयो। अनि स्टेवाटी छ न, स्टेवाटी पनि छ। तपाईँले हाम्रो पेजमा हेर्नुभएको होला, फलो गर्नुभएको छ भने तपाईँले त्यो देख्नुहुनेछ पक्कै पनि। प्लान्टहरू पनि हामीसँग राम्रो भेराइटीमा छ। यहाँ मुनि एनुबियसको भेराइटीहरू प्लान्टहरू मजा मजाको छ है। यो चाहिँ हामीले पटको 600 मा दिइरहेछौँ। यो दुईवटा हुन्छ है। तपाईँलाई एउटा मात्र लानु मन भने हामीले 300 मा दिन्छौँ तपाईँलाई है त। एनुबियसको भेराइटी भयो। यिनीहरू खानाहरू सबै यो भइहाल्यो होइन। सो अहिले हामीसँग भएको माछाको स्टकहरू यति नै छ। फेरि पनि नयाँ नयाँ स्टकहरू आउनेवाला नै छ। र तपाईँहरूलाई चाहिन्छ भनेदेखिमा तपाईँहरू आउनु होला, स्टोरमा भिजिट गर्नु होला। राम्रो भेराइटी तपाईँहरू लिएर जानु होला। अनि जो छिटो आउनुहुन्छ उहाँहरूले अभियसली राम्रो राम्रो खालको राम्रो राम्रो साइजको होइन छानेर लानु पाउनुहुन्छ। सो अन्टिल देन गाइस, सी यु अल, ह्याप्पी फिस किपिङ है त।